हाई एभ्रिवान, आज चाहिँ म तपाईहरुले एकदम महत्त्वपूर्ण सूचना चाहिँ शेयर गर्न गइरहेछु हैन। कृपया अन्तिमसम्म हेर्नु होला। के हो भने कुरा चाहिँ के हो भने म चाहिँ एउटा पसलमा गएको थिएँ। यो आधी केजी चिनी ल्याउनलाई गएको थिएँ। अनि यो लगभग एक हप्ता भन्दा अलि धेरै भयो कि मैले किनेको चाहिँ। अनि यसमा चाहिँ म के देखेँ भने म बिहान म चिया पकाएर खान्थेँ नि त। अनि चिया बनाएर खान्थेँ। अनि दुध चियामा चाहिँ नदेखिने रहेछ क्या। तर यसमा के छ भने यो चिनीमा चाहिँ तपाईको चामल मिसाएको रहेछ क्या। यो यसरी हेर्दा यसरी देखाउँदा देखिँदैन होला पक्कै हैन। अब यहाँ तपाईलाई देखाउँछु ल पानी हालेर। मलाई अचम्म लाग्यो क्या यो चाहिँ मान्छेले कतिसम्म ठग्छन् र कतिसम्म के गर्छन् भन्ने कुरा चाहिँ म तपाईलाई यहाँ प्रुफ नै देखाइदिन्छु। यो चिनी हाल्यो हैन। यो चाहिँ मैले आज बिहानै मैले नि चिया पकाएर खाएको थिएँ, फिका चिया। हो त्यसमा चाहिँ मैले थाहा पाएँ क्या यो यहाँ चिनीमा उयो के रे चामल मिसाएको भनेर हेर्नु त प्रष्टै देखिन्छ नि। चामल आइरहेछ है त। अचम्म लाग्छ है मान्छेले के गर्दा रहेछन् नाफा कमाउनलाई। यो पसलको काम हो कि त यो चिनी बोरामै यस्तै आउँछ कि यो चाहिँ एकदमै अवेरनेस हुनुपर्ने जस्तो लाग्छ क्या मलाई चाहिँ। जतिजनाले नि हेर्दै हुनुहुन्छ नि यो भिडियो, यो चाहिँ एकदमै त्यो जनचेतनामूलक छ। यो चाहिँ सबैले सेयर गरिदिनुहोस् ल तपाईले। यो भिडियो चाहिँ हेर्नु त प्रष्टै छ नि त हैन। प्रष्टै देख्यो नि अहिले त चिनीमा चामलको हेर्नु त प्रष्टै देख्यो हैन। अचम्म लाग्यो क्या मलाई त। बिहान चिया खाएको हैन, चामल थियो। अनि किन यस्तो चामल केमा पस्यो भनेर भरे त्यस्तो विचार गरेँ। ला चिनीमा पो हो कि क्या हो भनेर यसो मैले ट्राई गरेर हो कि त साच्चै चामल रहेछ क्या है। तपाईहरु सबैजना हुनुहुन्छ नि जो साथीहरु, कृपया यो भिडियो चाहिँ धेरैभन्दा धेरै सेयर गरिदिनुहोस् ल। मेरो 5000 साथी हुनुहुन्छ नि, त्यसमा जो एक्टिभ हुनुहुन्छ उहाँहरूले चाहिँ कृपया यो भिडियो चाहिँ सेयर गरेर सम्पूर्ण जनमानसमा पुर्याइदिनु हुन म अनुरोध गर्दछु है त। थ्यांक यू।